छैन रे खोइ ल गीता तिमी काटिन्छु दिदी मेरो 61 पिस आयो होला टोपी मेरो हिसाबमा है एकचोटि काली मम्मीलाई दिएर दामा 75 रे काली मम्मीले हैन गीता दिदीबाट कति भयो 8 लया हो 100 पिस गर्दाखेरि आज या बाबु जाऊ कान्छी छ त्यो पुऱ्याएर उ त्यो रत्नमा मान्छे छ त्यो हो 25 वटा छ के यहाँ कहाँ राखिदिने हो यो कोबी आइडल हाल्ने किनकि अब आइडल हाल्ने अब यता कहाँ हाल्ने यहाँ राख्दैन न काली मम्मी भोलि नै धागो बेर्नु पर्छ उ त्यहाँ नर हाल्नु सक्यो सीता दिदी आएन आछेन भने उनी उसको ससुरोको सरादी रे 3 गते मात्र आउने रे अब धेरै कामै त्यस्तो धेरै नै होइन काम अब त्यसो ढाकाको गरेर ल्याउनु के ट्र्याक्टर गरेर राख्नु पर्ने हेराने दिदी आइडल त्यहाँमा हो टोपी कस्तो भएको दिदी दिदी हाम्रो गर्नु हुँदैन नि अस्ति लुज भएको छ के आज त झ्याल खोल्नु यो फान्डी बानी झ्याल खोल्नु न कस्तो राम्रो भएको छ राम्रो गर्नु न राम्रो गर्नु म अनि त्यहाँ अरू ठाउँमा काम के त मान्छे छैन काम गर्ने अब छ भने निकाल्नु भनेर भनिरहन्छ क्या सन्चो भएपछि त आइहाल्छ नि सन्चो नभएर कोही यहाँ अब फान्डी बानी त्यो भने के गर्ने भनेर डरा हो के कस्तो छ अब काम कति बाटो छ भने टक्क गर्नु अरूले त झोला निभाउँछ फेरि भयो कान्छो गीत कस्तो गाएर आएछ बाबु मेरो कान्छो कस्तो कहाँ यो नि हाम्रो गाडीमा गीत गाएको दिदी यो केटा पुरुष गरे होला दिदी गरेन नि यताको कुन पुरुष गरे यो गरेन त्यो मात्रै गरे यहाँ गरेन त कति बिस हेर्नु नि गीता दिदी अस्तिको भन्दा यो आइडनमा हाल्नु तपाईँ जोडी हालिहाल्नु यसमा छैन मन्दिर कोही जाडो भयो भने निस्क्यो होला कालीमम्मी होला नि त लिएर जाने हो त्यहाँबाट लिएर जाने त्यहाँै दुईवटा झोलामा मोबाइल एउटा गीत भन्दै नै आमालाई सुनाइदिए सुन सुन सानो यस्तो गीत गाउँदैन यस्तो नाच्दैन कस्तो छोड्दैन के गीत गाबा ना गीत भनिदियो त बाबु एउटा गीत टिकटक बनाइदिनु ल ए टिकटक बनाइदिनु ल एउटा गीत भन त ल सुगलाई भावना टिकटक बनाउने है ल भन त कान्छ राम्रो छ हेर 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 बाबुले मानि काट्नु राम्सा भन्छ न उता फल्दै
अनि राम्रोसँग भने के घ्यार निकालेर भनेको गीताको छोरी त्यस्तै मोबाइल यसो हेरेर ठ्याक्क गीत निकाल्नु छ त्यो ढले 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 के ढले ढले कति मन पऱ्यो त्यो ढले ढले एउटा चाहिँ हाँडर जुगर जस्तै मान्छे तपाईँले त्यसले चाहिँ के मन गरेर चाहिँ यिनीहरू चाहिँ अरे गीत गाएर दिनैभरि गीत गाएपछि अहिले कापिएका गीत गाएका युट्युबमा अहिले चाहिँ हामीलाई हेर्नु मान्छेले साँच्चै हेर्नै आउँदैन युट्युब हेरेर गीत निकाल्ने चाहिँ नाच्ने कच्चा तरिका भन्नु नि नाच्ने